हनी ट्र्याप पछिल्ला केही महिना यता व्यवसायी तुलसा अर्थात् तुलसी अधिकारीको नामसँग सबैभन्दा धेरै जोडिएको शब्द हो यो। सामाजिक सञ्जालमा उनको विषयलाई लिएर हनी ट्र्यापको धन्दा नै चलाएको आरोप प्रत्यारोप ठेगिन सक्नुको छ। कमेन्ट बक्समा उनका बारेमा लेखिएका चरित्र हत्याका शब्दले रिङ्गाटा चलाउँछ। तर के मिडियाले भने जस्तै तुलसा अधिकारीको मुद्दा हनी ट्र्यापको हो त कि कसैले हनी खान नपाएको जोगमा हनी ट्र्यापरको आरोप लगाइदियो? आजको भिडियोमा हामी यो घटनाको सम्पूर्ण पृष्ठभूमि सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। साथै यो घटनालाई आधार बनाएर कसरी मिडिया ट्रायल हुन्छ, विज्ञापन पहुँच तथा धेरै फलोअर्स भएका केही कन्टेन्ट क्रिएटरहरूले कसरी एकपक्षीय कथा फैलाएर आम मानिसको धारणा प्रभावित गर्न सक्छन् भन्ने विषयमा प्रमाण र तथ्यसहित चर्चा गर्नेछौँ। नमस्कार, म पुष्पा थपलिया। यो घटनाको सुरुवात करिब 2075 सालतिर भएको देखिन्छ। कामकै सिलसिलामा अटो व्यवसायी कुमार चिमोरिया र तुलसा अधिकारीको भेट भयो। व्यावसायिक चिन्जान र बिस्तारै व्यक्तिगत सम्बन्ध, यो कुरा दुवै पक्षले स्वीकार गरेका छन्। तर त्यसपछि के भयो त? दुवै पक्षको कथा बिल्कुलै फरक छ। पहिले कुमार चिमोरियाको पक्ष हेरौँ। कुमार चिमोरियाले प्रहरीलाई दिएको जाहेरी अनुसार चिन्जानपछि तुलसाले खाजा खाने भन्दै होटलको कोठामा लगेको, कतिपय कुरा गोप्य पनि राख्नुपर्छ भन्दै कुरा गरेको, संवेदनशील अङ्गले टच गर्ने जस्ता कार्य गरेको र सो समयमा मुस्कुराउँदा तुलसाले समेत मुस्कुराएको, कोठाको ढोका लगाई अङ्गालो हाली किस गर्दै गाह्रो भयो शारीरिक सम्पर्कमा बसौँ भन्ने कुरा गर्दै बेडमा पल्टिएको, त्यही समयमा व्यवसाय गर्ने मान्छे मेरो आफ्नो पनि घर परिवार छन्, भोलि गाह्रो हुन्छ भन्ने कुरा गर्दा तुलसाले के फरक पर्छ र भनी विश्वास शारीरिक सम्पर्क राख्ने वातावरण सिर्जना गरेको र तुलसासँग शारीरिक सम्पर्क भएको भनेका छन्। पछि तुलसाले सम्बन्ध सार्वजनिक गरिदिने, परिवारलाई जानकारी गराइदिने वा बलात्कारको मुद्दा हालिदिने भन्दै पटक पटक पैसा माग्न थालेको कुमार चिमोरियाले बयानमा उल्लेख गरेका छन्। यही डरका कारण आफूले फ्ल्याटको भाडा तिरिदिएको, पसल किनिदिएको, व्यवसायमा लगानी गरेको र नगद तथा सामान गरेर करिब 4.5 करोड रुपैयाँ बढी खर्च गर्नु परेको उनले दावी गरेका छन्। यही आधारमा कुमार चिमोरियाले आपराधिक विश्वासघात र सङ्गठित अपराधको आरोपसहित जाहेरी दिएका हुन्। अब तुलसा अधिकारीको पक्षको कुरा सुनौँ। तुलसाका अनुसार यो कुनै योजनाबद्ध सम्बन्ध थिएन। उनी भन्छन् आफू एक अटोमोबाइल कम्पनीमा काम गरिरहेकै बेला कामको सिलसिलामा कुमारसँग भेट भयो। त्यही चिन्जान बिस्तारै प्रेम सम्बन्धमा बदलिएको उनको दावी छ। तुलसाले सुरुमै आफू एक बच्चाकी आमा भएको र श्रीमानसँग सम्बन्ध छुटेको कुरा स्पष्ट पारेको बताएकी छिन्। त्यसपछि कुमारले आफ्नी श्रीमती क्यान्सरको अन्तिम चरणमा रहेको, दाम्पत्य सम्बन्ध पनि राम्रो नभएको र भविष्यमा आफूसँग विवाह गर्ने आश्वासन दिएको उनले बताएकी छन्। तुलसाको दावी अनुसार यी कुरा विश्वास दिलाउँदा कुमारले श्रीमतीसँग फोनमा समेत कुरा गराएका थिए। त्यसपछि मात्रै आफूले सम्बन्धलाई गम्भीर रूपमा लिएको उनले बताएकी छन्। पछि कुमारकै आग्रहमा आफू काठमाडौँ सरेको, उनले जागिर र व्यवसाय गर्न सहयोग गरेको तथा दुवैले मिलेर विभिन्न व्यवसाय सञ्चालन गरेको पनि तुलसाको भनाइ छ। सम्बन्ध राम्रो रहेसम्म पैसाको हिसाब किताबमा आफूले कहिल्यै शङ्का नगरेको उनी बताउँछिन्। साथ दिने कोही छ भनेर उनले विभिन्न अन्तर्वार्तामा पनि बताएकी छन्। कोही त छ लाइफमा भन्ने टाइपको छ नि, छ त अब हामी खुलेर नभन्नु, खुलेर पनि भन्ने दिन आउला नि त, हैन? बिहे गरेर सिन्दुर लगाइएछ भन्ने देखाउँला नि त। अहिले नै त अब नराख, अहिले नै त नराखौँ। छन् नि कोही मान्छे पछाडिबाट तिमी अगाडिबाट म साथ दिने हौसला दिने भन्ने मान्छे छन्, लाइफमा हुन्छन् पनि क्या। हरेक मान्छेको एउटा त्यो हौसला दिने मान्छे जरुरी पनि छ भन्छु, हैन? एउटा पार्टनर त जरुरी छ के। तर पछि श्रीमतीको स्वास्थ्य अवस्थाबारे शङ्का लागेपछि मेडिकल रिपोर्ट माग्दा कुमारले नदिएको र त्यसैबाट सम्बन्ध बिग्रन थालेको उनको आरोप छ। त्यसपछि पसलमा ताल्चा लगाउने, घर खाली गर्न दबाब दिने र मानसिक तनाव दिने काम भएको उनी बताउँछिन्। 3 वर्ष अघि कुमार चिमोरिया र तुलसा थाइल्यान्ड भ्रमणमा गएका थिए। त्यो समयमा पनि यही विषयमा विवाद हुँदा शारीरिक र मानसिक दुर्व्यवहार भोग्नु परेको तुलसाको भनाइ छ। त्यहीबाट नेपाल फर्किएपछि कुमार र तुलसाको विवाद सुरु भएको देखिन्छ। व्यवसायका लागि भएका आर्थिक कारोबारलाई ब्ल्याकमेल गरेको भन्दै प्रमाणका रूपमा प्रयोग गरेर करियर सिध्याउने प्रयास भएको तुलसाको आरोप छ। यो विवादले ठुलै रूप लिन थालेपछि 2080 सालमा दुवै पक्ष प्रहरीकोमा पुग्यो र अब एक अर्कालाई कुनै दखल नदिने भन्दै छुट्टियो। तर त्यसपछि विभिन्न सञ्चार माध्यमहरूमा तुलसाको ल्याभिस लाइफ, एक महिनामै 5 लाखको आइफोन, 24 लाखको गहना अनि बर्थडे मनाउन 50,000, 6 करोडको हनी ट्र्याप योजना भन्दै समाचारहरू बाहिरिन थाले। मिडियामा चरित्र हत्या गरेको भन्दै तुलसाले पनि टिकटकमा चिमोरिया थरको मान्छे भन्दै के कसरी आफूलाई बन्धनमा पर्यो भन्ने कुराहरू
खुलेरै बताउन थालिन्। झन्डै 2 वर्षसम्म चिमोरियाको श्रीमती बिनु पक्ष र तुलसाको पक्षबीच सामाजिक सञ्जालमा दोहोरी परेको देखिन्छ। यसमा टिकटक प्रयोगकर्ताहरूले कित्ता काट गरेर आरोप प्रत्यारोपमा उभिएका भिडियोहरू पनि भेटिन्छन्। त्यसपछि कुमार चिमोरियाले 2082 साल साउन 22 गते ठगी र आपराधिक लाभको विषयमा ललितपुर जिल्ला प्रहरी परिसर जाउला खेलमा मुद्दा दायर गरे। मुद्दा परेको समयमा तुलसा नेपालमै थिइन्। त्यतिबेला उनलाई प्रहरीले खबरै नगरेको तुलसाको दाबी छ। मुद्दा परेको करिब 1 महिनापछि उनी नेपालको व्यवसायलाई यथावत राख्दै छोरीसहित चीनमा गइन् र उतै व्यवसाय सुरु गरिन्। सार्वजनिक अभियोग पत्र अध्ययन गर्दा तुलसा ठोकिएका मानिस सबैसँग प्रहरीले बयान लिएको देखिन्छ। चीन गएपछि नेपालमा उनका लागि रेड नोटिस जारी गरियो। उनी चीनमा बसेर दिनौ टिकटकमा भिडियो बनाउँथिन् र यस केसका बारेमा खुलेर कुरा गर्थिन्। करिब 1 वर्षपछि थाइल्यान्ड घुमघामका क्रममा उनलाई पक्राउ गरेर नेपाल ल्याइयो। उनी यो भिडियो तयार पार्दासम्म पूर्वपक्षका लागि थुनामै छिन्। यस प्रकरणमा अदालतले अन्तिम फैसला गरिसकेको छैन। त्यसैले अन्तिम सत्य के हो भन्ने कुरा अदालतको निर्णयपछि मात्रै स्पष्ट हुनेछ। कुरा व्यक्तिगत तर कसरी पुगिन् त सम्पत्ति शुद्धिकरण मुद्दामा। यो मुद्दाको सबैभन्दा गम्भीर पक्ष भनेको सम्पत्ति शुद्धिकरण अर्थात् मनी लन्ड्रिङ सम्बन्धी आरोप हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा तुलसाको बैंक खातामा अस्वाभाविक आर्थिक कारोबार देखिएको थियो। अभियोग पत्रमा उल्लेख भए अनुसार चिमोरियाले दिएको जाहेरीसँग सम्बन्धित बिगो रकम करिब 6 करोड 52 लाख रुपैयाँ रहेको दाबी गरिएको थियो। त्यही रकम तथा अन्य कारोबारबाट जोडिएर हुन्डी लगायतका माध्यम प्रयोग भएको आशंका गरिएको छ। प्रहरीले तुलसा कलेक्सन कम्पनीको खातामा 21 करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको दाबी गरेको छ, जबकि कम्पनीको नियमित कारोबार त्यसको तुलनामा निकै कम देखिएको छ। यिनै आधारमा प्रहरीले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा समेत अघि बढाएको हो। अब अदालतले बैंक कारोबार, डिजिटल प्रमाण, अडियो भिडियो, आर्थिक कागजात, साक्षी र दुवै पक्षका बयान सबैको विस्तृत परीक्षण गर्नेछ। अन्तिम फैसला भएपछि मात्रै अदालतले उनी दोषी हुन् कि होइनन् भन्ने निर्णय गर्नेछ। अब प्रश्न उठ्छ, तुलसा अधिकारीको नामसँग हनी ट्र्याप भन्ने शब्द कसरी जोडियो त? यो मुद्दा सार्वजनिक हुनासाथ धेरै सञ्चार माध्यम, युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले तुलसा अधिकारीलाई हनी ट्र्यापसँग जोडेर समाचार र सामग्रीहरू बनाउन थाले। उनी पक्राउ परेपछि त झनै अदालतको अन्तिम फैसला आउनु अघि नै सामाजिक सञ्जालमा धेरैले उनलाई दोषीका रूपमा चित्रण गरेको देखिन्छ। अनुसन्धानकै क्रममा कुरा गर्ने हो भने कुमार चिमोरियाको सार्वजनिक नेटवर्क बारे पनि चर्चा हुन जरुरी छ। उनको सामाजिक सञ्जाल हेर्दा विभिन्न पत्रकार, कन्टेन्ट क्रिएटर, कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूसँग खिचिएका धेरै तस्बिरहरू भेटिन्छन्। यसका आधारमा उनको मिडियासँग राम्रो पहुँच र सम्बन्ध रहेको देखिन्छ। यही कारणले तुलसा विरुद्धको कथालाई व्यापक रूपमा फैलाउन मिडिया र सामाजिक सञ्जाल प्रभावकारी रूपमा प्रयोग गरिएको देख्न सकिन्छ। विशेष गरी केही टेलिभिजन कार्यक्रम, युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले हनी ट्र्यापको भाष्यलाई स्थापित गर्न ठूलो भूमिका खेलेको देखिन्छ। कुमार केसी नामको आइडीमा गएर हेर्ने हो भने नेपालका चर्चित पत्रकारहरू, कन्टेन्ट क्रिएटरहरूसँग खिचेका फोटोहरूको लाम देखिन्छ। अहिलेका प्रधानमन्त्री बालेनका एकदमै नजिक मानिएका अर्जुन घिमिरेदेखि चर्चित पत्रकार ऋषि धमलासम्म उनले तस्बिर खिचाउन भ्याएका छन्। तुलसाका बारेमा कठोर रूपमा प्रस्तुत भएका टेलिभिजन प्रस्तुता वीरेन्द्र जैरूसँगको सम्बन्ध पनि एकदमै शङ्कास्पद देखिन्छ। समग्रमा हेर्ने भने अहिले सार्वजनिक भएका आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका तथ्यहरू होइनन्, ती अभियोजन पक्षका दाबी हुन्। त्यस्तै बचाउ पक्षले ती आरोपहरू अस्वीकार गरिरहेको छ। यो मुद्दा अहिले नेपालमा सबैभन्दा धेरै चासोका साथ हेरिएको मुद्दामध्ये एक बनेको छ। एकातिर करोडौँ रुपैयाँ असुली र सम्पत्ति शुद्धिकरणको आरोप छ, अर्कोतिर आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्ने प्रतिवादीको दाबी। अन्तिम सत्य के हो भन्ने निर्णय भने अदालतको अन्तिम फैसलाबाट मात्रै हुनेछ। यस घटनाबारे तपाईको धारणा के छ? हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला।